नमस्ते साथीहरू, तपाईहरुलाई यस च्यानलमा फेरि पनि स्वागत छ। आज म तपाईहरुलाई एकदम बेसिक नलेज अलिअलि कम्प्युटर एडिटरहरु अलिकति जान्नुभएको र अलिकति ChatGPT र Canva भन्ने टुल हामी युज गर्न गइरहेका छौँ। अलिअलि बेसिक नलेज भयो भने बेसिक इन्फर्मेसनबाट एउटा सिभी कसरी प्रिपेयर गर्ने भन्ने कुरा हामी सिक्न गइरहेका छौँ। जस्तो तपाईहरुले देख्न सक्नुहुन्छ हामीलाई चाहिने बेसिक कुनै पनि सिभीमा भनेको नाम, कन्ट्याक्ट इन्फर्मेसन, हल्का समरी आफ्नो काम गरेको यताउता केही समरी छ भने हल्का समरी अथवा आफ्नो एजुकेसनको समरी, अलिकति वर्क एक्सपिरियन्स छ भने आफ्नो वर्क एक्सपिरियन्स, एजुकेसन एजुसी, स्किल्स अनि अरू केही सर्टिफिकेसनहरू छ भने कुनै ल्याङ्ग्वेज र इन्ट्रेस्ट। मेजरली यही चिज हो हामीलाई चाहिने र यसलाई कसरी स्ट्रक्चर वेमा हामीले सिभीमा युज गर्न सक्छौँ भन्ने कुरा। जस्तो म युज गर्न गइरहेको छु फर्स्टमा ChatGPT। जस्तो तपाईहरुले एकचोटि ChatGPT खोलिसक्नुभयो भने तपाईहरु न्यू चार्टमा जानुस्। न्यू चार्टमा गइसकेपछि तपाईले आफ्नो भएको बेसिक इन्फर्मेसनलाई कपी गर्नुस् र जस्ट पेस्ट गरिदिनुस् र यसलाई भन्नुस् लास्टमा गएर आई वान्ट सिभी फर दी अबोभ इन्फर्मेसन। ओके भनेपछि यसले के गर्छ हामीलाई स्ट्रक्चर्ड वेमा एउटा सिभी बनाएर दिन्छ। हेर्नुस् यसरी यो जेनेरेट भइरहेको छ है। अब यहाँ यो इन्फर्मेसन भइसकेपछि हामीसँग दुईटा तरिका हुन्छ। एउटा हामी जस्ट आफ्नो एमएस वर्डमा एउटा स्ट्रक्चर वेमा हामी आफ्नो यसलाई कपी गरेर एउटा हाम्रै डिजाइनमा बनाउन सक्छौँ, या फिर यो canva.com भन्ने एउटा टुल छ, वेबसाइट छ, जहाँ हामी आफू गएर जस्तो तपाईहरुले यसलाई लगइन गर्नको लागि जस्ट इमेल आइडी र पासवर्ड राख्नुभयो भने यो आफै इमेल हुन्छ। यो चाहिँ अब पेड पनि छ, अनपेड पनि छ। जस्तो अब प्रो भन्ने कुराहरू तपाईहरुले युज गर्न चाहनुहुन्छ भने तपाईले सर्टेन डलर अमाउन्टहरू पे गर्नुपर्ने हुन्छ। तर हामी जान्छौँ बेसिकको लागि र यहाँ क्यानभा लगइन गरिसकेपछि हामी गएर रेज्युम टेम्प्लेट भन्ने सर्च गर्छौँ। टेम्प्लेट सर्च गरिसकेपछि तपाईसँग यहाँ मल्टिपल डिजाइनहरू हुन्छ जुन जुन तपाईलाई युज गर्न मन लाग्छ, कुनै पनि अब तपाईले मन पर्छ भने। ओके सो तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ जहाँ पनि यो प्रो लेखेको हुन्छ त्यो चाहिँ तपाईहरुको पेडवाला हुन्छ, तपाईहरुले त्यो युज गर्न मिल्दैन। तर जुन यो फ्रीवाला डिजाइनहरू छ, टेम्प्लेटहरू छ, जुन पनि तपाईले युज गर्न सक्नुहुन्छ। जस्तो मानिलियो म यो युज गर्न चाहन्छु भने मैले के गर्नु पर्यो भन्दा यसलाई यो ओपन भइसकेपछि यो कस्टमाइज दिस टेम्प्लेट भन्नेमा जाने र यसमा क्लिक गर्ने। यसमा क्लिक गरिसकेपछि यो एकदम सानो आइरहेको छ भने तपाईले यो बढाउनको लागि यहाँ जुम भन्ने अप्सन हुन्छ, तपाईले जस्ट यसलाई सानो ठुलो गराउन मिल्छ, यो गर्नुस्। र अब जस्तो यहाँ नेममा तपाईले गएर नेम चेन्ज गरिदिनुस् है। अनि अब यसमा चाहिँ मानौ म अहिले सफ्टवेयर इन्जिनियर राखेँ। अब यो प्रोफेसनल समरी हामीले जस्तो अहिले भर्खरै यहाँ ChatGPT मा जुन पनि डिटेलहरू क्रिएट गरेका छौँ, जस्तो प्रोफेसनल समरीमा जस्ट कपी गर्नुस्, यसलाई सेलेक्ट गरेर कपी र यसमा आएर तपाईले यसमा जस्ट पेस्ट गरिदिनुस्, यसलाई कन्ट्रोल सी कन्ट्रोल भी है। ल अनि यसरी नै जुन पनि अब डेटाहरू छ तपाईको यहाँ एकदम वर्क एक्सपिरियन्स 6 मन्थको लागि यहाँ डेटहरू तपाईले डेटामा लेख्नुभयो भने यो आफै आउँछ। यसलाई चाहिँ यहाँ आएर प्रत्येक चिज तपाईले अपडेट गरिदिनुस्, एजुकेसन स्किल्स अपडेट गरिसकेपछि तपाईले यसलाई एडिट गरिसकेपछि के गर्नुस्, यहाँ राइट साइडमा तपाईलाई शेयर भन्ने अप्सन आउँछ, यहाँ जानुस्, तपाई डाउनलोडमा जानुस्। डाउनलोडमा गइसकेपछि तपाईलाई यहाँ पीडीएफ सजेस्ट गरिरहेको हुन्छ। ओके पीडीएफ डाउनलोड गरेपछि यो चाहिँ तपाईको डाउनलोड हुन्छ र तपाईको सिभी यसरी तपाईले युज गर्न सक्नुहुन्छ। इट्स सो इजी। ट्राई गर्नुस्, आफै सिभी बनाउनुस्, आफ्नो सिभी आफै बनाउनुस् है त। थ्यांक यू सो मच फर वाचिङ।